जाँदाखेरि मलाई बाटोमा चिया गरेर ड्यामकी ड्याम हान्ने हो। दर्शकबिनहरू उहाँलाई चाहिँ हेर्नुहोस्, दर्शकबिनहरू उहाँलाई चाहिँ त्यो 80 वर्षको बुढाले धुत्तो पिटी छ। दर्शकबिनहरू उहाँ दोकान जाँदाखेरि चियाएर चाहिँ धुत्तो हानी छ। उहाँको करङ पनि खुसिएको छ अरे। दर्शकबिनहरू सबैजनाको माझमा यो भिडियो लाइक कमेन्ट सेयर गरेर लिएर आइसकेको छु। 80 वर्षको बुवासँग चाहिँ उहाँ लप पर्नु भएको सकिएको छ। लप परेर अनि लप परेर चाहिँ उहाँहरू चाहिँ लप परेर टक्क बोलेको रहेछ। एउटा चाहिँ अनि देवार चोर्ने अनि एउटा चाहिँ अनि भाउजू चोर्ने चोर तल बस्नु भएको छ। दर्शकबिनहरू सबैजना यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु भन्न चाहन्छु। कालोबादलको तर्फबाट ल दर्शकबिन ल तपाईँ प्रत्येक हिँड्नुहोस्। उहाँसँग तपाईँले गल्ती गरे जस्तो छ। तपाईँ उहाँसँग बोल्नु हिँड्नु न। तपाईँ उहाँसँग बोल्नु हिँड्नु। उहाँसँग बोल्नु हिँड्नु। तपाईँ ल उहाँसँग बोल्नु हिँड्नु। उहाँसँग बोल्नु हिँड्नु त तपाईँ प्रत्येक बोल्नुहोस् त ल त तपाईँले गल्ती गरे जस्तो छ। तपाईँ हेर्नुहोस् त्यहाँ बुवा रोइराखेको छ। हिँड्नुहोस् त तपाईँ हिँड्नुहोस् त।